नमस्कार, अपन समाचारमा स्वागत छ। सुरुमा मुख्य समाचार। बेपत्ता पारेका महोत्तरीका झा दम्पतिको शव भेटियो, जमिनमा गाडिएको अवस्थामा बरामद। सर्लाहीमा पनि एक व्यक्तिको शव फेला, रौथाडमा जलेको अवस्थामा महिलाको शव भेटियो। कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री पौडेलबाट स्पष्ट। परराष्ट्र मन्त्री ग्यावाली र अरब गणतन्त्र इजिप्टका राजदूत अहमद बीच भेटवार्ता। र संसदीय समितिबाट अप्पर तामाकोशी हाइड्रो पावर आयोजनाको स्थलगत अध्ययन भ्रमण हुने। अब समाचार विस्तारमा। महोत्तरीको पिपरा सोहरवाका वृद्ध झा दम्पतिको शव फेला परेको छ। एक महिना अघि बेपत्ता पारिएका पिपरा गाउँपालिका वडा नम्बर 5 का झा दम्पतिको शव फेला परेको हो। पिपरा गाउँपालिका वडा नम्बर 2 मा आज उनीहरूको शव फेला परेको प्रहरीले जानकारी दिएको छ। एक्सकाभेटरले सडक खन्ने क्रममा बोरामा पोको पारेको अवस्थामा शवको अवशेष फेला परेको थियो। प्रहरीले शङ्का गरी त्यहाँ खन्दै जाँदा बोरामा अर्को शव फेला परेको हो। ती दुई शव बेपत्ता भएका झा दम्पतिकै रहेको भनी उनका छोराले शनाखत गरिसकेको महोत्तरीका एसपी दिनेश आचार्यले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार शवको टाउको छुटिएको अवस्थामा फेला परेको छ। उनीहरूको सोही ठाउँमा हत्या गरिएको वा अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर गाडिएको भन्ने विषयमा अनुसन्धान भइरहेको छ। गत फागुन 10 गते महोत्तरीको पिपरा गाउँपालिका वडा नम्बर 5 का 65 वर्षीय मुसाफिर झा र उनकी पत्नी 60 वर्षीय गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछ्यान सहितै बेपत्ता पारिएको थियो। यो घटनामा संलग्न रहेको आशंकामा प्रहरीले केही दिन अघि 4 जनालाई पक्राउ गरेको थियो। अपहरणमा संलग्न रहेको अभियोगमा पिपरा गाउँपालिका वडा नम्बर 5 सोहरवाका 52 वर्षीय रामबाबु यादव, उनकै 26 वर्षीय छोरा सुरेन्द्र यादव, कान्छो छोरा राजेन्द्र यादव र भारत मधुबनी जिल्ला मधवापुरका हरेन्द्र ठाकुरलाई प्रहरीले चैत्र 8 गते सार्वजनिक गरेको थियो। घटनाको थप अनुसन्धान भइरहेको छ। झा बेपत्ता भएपछि मैथिल ब्राह्मण महासभा लगायत विभिन्न 41 वटा सङ्घ सङ्गठनहरूले धरनासहित दबावमूलक कार्यक्रम गर्दै आएका थिए। यता सर्लाहीमा टाउको काटिएको अवस्थामा बिहिबार एक व्यक्तिको शव फेला परेको छ। सदरमुकाम मलङ्बा नगरपालिका वडा नम्बर 10 स्थित खेतमा 30 वर्षीय सुशील राईको शव टाउको काटिएको अवस्थामा फेला परेको सर्लाही प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिनुभएको छ। राईको टाउको र शरीर 60 मिटरको दूरीमा फालिएको अवस्थामा बरामद भएको कुँवरले जानकारी दिनुभएको छ। यस सम्बन्धमा थप अनुसन्धान अगाडि बढाइएको छ। यता रौथाडमा एक महिलाको शव जलेको अवस्थामा फेला परेको छ। आज यमुनामाई गाउँपालिका वडा नम्बर 5 झुनखुनवा स्थित सुन्दर शाहको खेतमा एक महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय रौथाडका प्रहरी नायब उपरीक्षक डीएसपी भरत श्रेष्ठले जानकारी दिनुभएको छ। ती महिलाको पहिचान खुल्न सकेको छैन। डीएसपी श्रेष्ठका अनुसार अन्दाजी 24-25 वर्षीय महिलाको भुसको आगोमा आधा शरीर जलेको अवस्थामा फेला परेको हो। मृत्युको कारण खुल्न सकेको छैन। प्रहरीले थप अनुसन्धान गरिरहेको छ। मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा झापामा एकजनाको मृत्यु भएको छ। शिव सत्ताछी नगरपालिका वडा नम्बर 1 धरमपुरको ढकाल चोकमा मे 10 प 3569 नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक सोही ठाउँका 46 वर्षीय किशोर कार्कीको मृत्यु भएको हो। दुर्घटनामा टाउकोमा चोट लागेर गम्भीर घाइते भएका कार्कीको उपचारका क्रममा आज मृत्यु भएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ। मुख्यमन्त्री लालबाबु राउतले प्रदेश तथा स्थानीय सहयोग कार्यक्रमलाई तालिम गोष्ठीका साथै पूर्वाधार निर्माणमा समेत जोड दिन निर्देशन दिनुभएको छ। प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रमको आगामी आर्थिक वर्ष 2078-79 को प्रादेशिक वार्षिक रणनीतिक कार्यान्वयन योजना पूर्व तयारी बैठकमा
मुख्यमन्त्री राउतले परम्परागत कार्यक्रमहरूले मात्र प्रदेश तथा स्थानीय शासनमा सहयोग नपुग्ने भन्दै यस्तो बताउनु भएको हो। जनकपुर धामको मुजेलिया स्थित ग्रामीण विकास केन्द्रलाई प्रदेशकै अध्ययन अनुसन्धान केन्द्रको रूपमा विकास गर्नका लागि अविलम्ब मास्टर प्लान बनाउन समेत उहाँले सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनुभएको छ। उहाँले प्रदेश र स्थानीय तहबीचको सम्बन्धलाई सुमधुर बनाउँदै उत्तम शासन व्यवस्थाका लागि आवश्यक कार्यक्रमहरू तर्जुमा गर्नुपर्नेमा जोड दिनुभएको थियो। कार्यक्रममा प्रदेश सरकारका सचिवहरू, प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम PLGSP का साझेदार संस्थाका प्रतिनिधिहरू लगायतको उपस्थिति रहेको थियो। अर्थमन्त्री विष्णु प्रसाद पौडेलले कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने स्पष्ट पार्नु भएको छ। कोभिड-19 को दोस्रो लहरबाट जोगिनुपर्ने अवस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउने तर लकडाउन र सीमा नाका बन्द नगरिने बताउनु भएको हो। बिहिबार पत्रकारसँग कुरा गर्दै अर्थमन्त्री पौडेलले कोभिड रोकथामका लागि सीमा नाका बन्द गर्ने अथवा लकडाउन गर्ने सरकारको सोच नभएको पनि स्पष्ट पार्नुभयो। वर्षा केन्द्रित हुन्छौँ र नेपाली अर्थतन्त्रलाई पुरानै लयमा फर्काउन र गतिशील बनाउनका लागि गर्नुपर्ने निर्णयहरू लिने गरिकन बजेट लिएर आउँछौँ। अहिले हामी चाहिँ दुईटा कुरामा अलि फोकस गर्न चाहिरहेका छौँ। बजेट चाहिँ ले राष्ट्रिय प्राथमिकतालाई ठिक ढङ्गले चिनेर आउँछ। बजेट राष्ट्रिय सन्दर्भमा प्राथमिकताहरू निश्चित गर्दा ठिक ढङ्गले प्राथमिकता निश्चित गरेर आउँछ। दोस्रो, बजेट कार्यान्वयनको सुनिश्चितता गरिन्छ। दुईटा कुरामा हामी बढ्ता ध्यान दिन्छौँ। आजको हाम्रो प्राथमिकता के हो त्यो कुरामा हामी बढ्ता होसियार हुन्छौँ र बजेट सार्वजनिक गरेर मात्रै हुँदैन, त्यसको प्रभावकारी कार्यान्वयन धेरै महत्त्वपूर्ण विषय हो। त्यसकारणले कार्यान्वयनको सुनिश्चितता कसरी हुन्छ यो दुईटा चिजमा हामी केन्द्रित हुन्छौँ। अहिले चाहिँ म यहाँको सञ्चार माध्यम मार्फत सबै देशवासी दिदीबहिनी तथा दाजुभाइहरूसँग अनुरोध पनि गर्न चाहन्छु, अवगत पनि गराउन चाहन्छु कि हामी यो आशंकाबाट होइन यथार्थबाट निर्देशित भएर अगाडि बढ्नुपर्छ। अर्थमन्त्री पौडेलले सरकार बजेटको तयारीमा जुटिसकेको पनि बताउनुभयो। सिद्धान्त र प्राथमिकताको तयारी अन्तिम चरणमा पुगेको र बजेटको तयारी पनि सुरु भइसकेको बताउनुभयो। कोभिड पछिको आर्थिक पुनरुत्थान, रोजगारी सृजना लगायतका विषयमा केन्द्रित भएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले बताउनुभयो। राष्ट्रिय प्राथमिकताका विषयहरूलाई निश्चित गर्ने र बजेट कार्यान्वयनलाई सुनिश्चितता गर्ने कुरालाई ध्यान दिएर बजेट निर्माण गरिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नु भएको छ। कोरोना भ्याक्सिन खरिदका लागि बजेटको अभाव हुन नदिने पनि अर्थमन्त्री पौडेलले स्पष्ट पार्नु भएको थियो। परराष्ट्र मन्त्री प्रदीप कुमार गेवाली र अरब गणतन्त्र इजिप्टका राजदूत इमान मुस्तफा अब्दु अहमद बीच भेटवार्ता भएको छ। आज सिंहदरबार स्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा द्विपक्षीय सम्बन्धलाई लिएर कुराकानी भएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभएको छ। राजदूत अहमदको कार्यकाल सकिन लागेको हुनाले उहाँहरूबीच भेट भएको लम्सालको भनाइ छ। राजदूतहरूले आफ्नो कार्यकाल सुरु भएपछि र अन्त्य हुनु अघि परराष्ट्र मन्त्रीलाई भेट्ने परम्परा रहेको छ। प्रतिनिधि सभा अन्तर्गतको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिले निर्माणाधीन अप्पर तामा कोशी हाइड्रो पावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्ने भएको छ। आज बसेको समितिको बैठकले निर्माणाधीन अप्पर तामा कोशी हाइड्रो पावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा 11 सदस्यीय टोली गठन गरेको हो। सदस्यहरूमा घनश्याम खतिवडा, दलबहादुर राणा, देवप्रसाद तिमिलसिना, पोल्देन छोपाङ गुरुङ, भूपेन्द्र बहादुर थापा, भूमिप्रसाद त्रिपाठी, राजबहादुर बुढा छेत्री, शान्ता चौधरी, शान्तिमाया तामाङ पाखडिन, सत्यनारायण शर्मा खनाल रहनु भएको सभापति सुवेदीले बताउनु भयो। हामी जान नभइरहेको स्थितिले गर्दाखेरि अहिलेको समय अलि अनुकूल छ ल पनि भनेर चाहिँ हामीले जाने चाहिँ वातावरण बनाउन खोज्यौँ। अब यसमा मैले नाम प्रस्ताव गर्छु, पढेर सुनाउँछु। म मेरो नेतृत्वमा जाने भन्ने भयो। त्यसपछि घनश्याम खतिवडा, त्यसपछि दलबहादुर राणा, देवप्रसाद तिमिलसिना, पोल्देन छोपाङ गुरुङ, भूपेन्द्र बहादुर थापा। अध्ययन भ्रमणमा आउनका लागि उक्त आयोजनाले बारम्बार बोलाइरहेकोले अहिले अनुकूल समय मिलाएर
अध्ययन भ्रमणमा जान लागेको सभापति सुवेदीले बताउनु भएको थियो। अन्त्यमा मुख्य समाचार एकपटक फेरि। बेपत्ता पारिएका 72का झा दम्पतिको शव भेटियो। जमिनमा गाडिएको अवस्थामा शव बरामद। सर्लाहीमा पनि एक व्यक्तिको शव फेला। रौथडमा जलेको अवस्थामा महिलाको शव भेटियो। कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री पौडेलबाट स्पष्ट। परराष्ट्र मन्त्री गेवाली र अरब गणतन्त्र इजिप्टका राजदूत अहमद बीच भेटवार्ता। र संसदीय समितिबाट अप्पर तामाकोशी हाइड्रो पावर आयोजनाको स्थलगत भ्रमण हुने। हवस् त, अपन टेलिभिजन हेर्दै गर्नुहोला। नमस्कार।